यो भनेको माथिबाट यस्तो यो धागो चाहिँ कागले नआओस् भनेर ठुलो काग ठुलो काग चरा नपसोस् भनेर कसैले चाहिँ झुल लगाउने गरेको देखेँ यति ठुलो पोखरीमा झुल लाएर साध्य हुँदैन नि त होइन त्यसलाई ह्यान्डल गर्न पनि अप्ठ्यारो भयो त्यो भएकोले गर्दा बरु यो डोरी नै ठिक हुने यस्तै हुन्छ मेरो त्यो यस्तो के भन्दैछ यिनीहरू त्यो आतोले चारो खान्छ नि चार पटक यो चारो चाहिँ दिनमा कति चाहिँ दिनुपर्छ दिनमा दुईटा दिउँसो र बेलुका कि दिउँसो र बिहान बिहान भन्दा 9 बजे 9 बजे बेलुका 5 बजे हामी हिजलमा दिनुपर्छ अनि यो चारो चाहिँ कसरी 3000 4000 रुपियाँ बोरा भन्नुहुन्छ अब तपाईँले अब 4850 यो पोखरीमा 4200 वटा 4500 वटा यो कति कट्ठाको छ एक कट्ठा दुई कट्ठा आज चाहिँ हामी अब पोखरीको टुरमा आइएको छौँ माछा पोखरी टुरमा हाम्रो लुङ्गाहरूको माछा पोखरी टुरमा अहिले यहाँनिर अहिले चाहिँ 2000 होला ए अब यो चाहिँ खाँदै बेच्दैछु नि त अँ यो चाहिँ पुरानो माछा हो भनेपछि टोटल यसमा कति जति छ त डम्मा सबै 4वटा पोखरीमा गर्दा चाडा नि यो चाहिँ यसमा चाहिँ यो काप हो अँ यो तिनटामा चाहिँ 12000 यो चाहिँ कमल काप छु कमल काप ग्रस काप ए अँ यो जति कापहरू जति सबै ए यो पोर्के काप यसो हालिन यो खाडी हो भित्तामा वल कतिको राम्रो छ त माछा पालनबाट मन्थली एभरेजमा कति जति हुन्छ यसको मन्थली चाहिँ उयो हुँदैन नाफा होइन म भन्नाले पछिबाट हिसाब गर्दा मन्थली कति आउँछ पछिबाट त्यो मन्थली सब्जी उयो हुँदैन हुँदैन होलसेलमा आउँछ होइन कति बेच्दा माछा बेच्नु पर्यो भने चाहिँ यहीँ गाडी नै आउँछ गाडी आउँछ घरमै गाडी आउँछ अनि रेट चाहिँ कसरी दिन्छ रेट अब उनीहरूले अहिलेको अब मूल्य तोकेर अब कति भन्छ उनीहरूले होइन हजुर त्यही तरिकाले चलेको तरिकाले जस यहीँ आएर उठाइदिन्छ रेट भनेको अब उनीहरूले लाग्ने हो रेटहरू माछाको यस्तो हुन्छ कि कोही सिजनमा माछा कम पनि हुन्छ कोही ठाउँमा ज्यादा पनि हुन्छ अहिले चाहिँ 260ले दिँदैछ अब पछि चाहिँ भन्नुहोस् न भन्नुहोस् अलिकति रेट चाहिँ अलिक कम्ती नै दिएको जस्तो भयो होइन रेट त कम्ती नै छ अब दुःख गरे हुन्छ अब मैले चाहिँ अस्ति नै यहाँनिर एउटा हाम्रो गाउँमा अर्को पनि माछा व्यापारी हुनुहुन्छ दाइ होइन उसले चाहिँ के भन्नुहुन्थ्यो भने 2-3 महिना पाल्ने अनि यसको चाहिँ आधी केजीको बनाउने अनि बेचिदिइहाल्ने उसले पनि यस्तै खालको माछा पालेको छ कि यो माछामा चाहिँ पङ्कज चाहिँ पालेको छ 2-3 महिना आधी किलोको साइजै हुँदैन कता अरू बेच्नु आधी किलोको बनाउने नि बेच्ने भन्छ आधी किलोको साइज हुन्न र आधी किलोको साइज बिग्दैन अहिले ठुलो साइज कोही बेला ठुलो साइज खोज्छ नि त रजङ्गा 700 800 900 केजी हुनुपर्छ अनि यो मान्छेले देख्ने बित्तिकै खाउँ लाग्ने हुन्छ त्यो सानो आधी किलो बेचेर कहाँ साध्य हुन्छ त्यो पनि हो घाटाको व्यापार हो गुड अनि हेर्दै घिनलाग्दो सानो कसले फेरि सानो पनि हुन्छ फेरि त्यो यस्तो हुन्छ नि त माछा बढ्ने बेलामा चाहिँ अनि बेचेपछि कहाँ रहन्छ उसको त्यो मान्छेको तर्क कस्तो भने त्यो बढ्ने बेला चाहिँ चारो धेरै खाइदिन्छ अरे कि चारो खायो भने उता त्यसले ग्रोथ दिन्छ नि हुन्छ त साइज माछा साइज बढ्छ बढेपछि कुरो एउटै त हो नि कुरो एउटै हो झन् उता फाइदा हुने बेलामा चाहिँ अनि बेचेको जस्तो त्यो भयो। आधी किलोको माछा बेचेर किलोमा 2टा बेच्नु र किलोमा एउटा बेच्नु एउटा माछाले कति खान्छ 100मा 130 120 त खान्छ टोटल बढेर हालिन्जेलसम्म त्यतिको चारो खान्छ अनि उता अरू त फाइदा हुन्छ नि त अनि दाइको यो यतापट्टि पनि रहेछ यो फार्म तपाईँको फार्मदेखि उतापट्टिको भाग चाहिँ त्यो पुरै तारेबारले घेर्नु भएको छ कति बिघा छ त्यहाँ करिब 1 बिघा हो बिघा होइन त्यो 8 कट्टा होला 8 कट्टा जति तपाईँले वरिपरि फन पनि बेरिदिनु भएको छ यो तार अलिक सस्तो हो कि त्यो अरू पाउँछ नि बजारतिर अलिक मसिनो त्यो सस्तो कि यो सस्तो हो यो मैले लाउँदाखेरि
महँगै लगाएको हो महँगै लगाउनु भयो यो कहाँ पाउँछ यो तार महँगो पर्छ यो यो महँगो पर्छ यतै केटाहरूले बुनेको तार हो बुनेको त यो महँगो पर्छ होइन किनभने यो दर छ नि त यो दर दरै हुन्छ अँ। यो अहिले त अब महँगो पर्छ त्यो पहिलाको दाममा त अहिले पाउँदैन दाइले राम्रै आर्ट गर्नुपर्छ यहाँनिर राम्रै लगानी गर्नुभएको हो यो सुरुमा स्टार्ट गर्दाखेरि संरचना बनाइराखौँ यो त जिन्दगी धेरै समयलाई काम लाग्छ होइन यो चाहिँ तपाईँको यो लगानी गर्नु पैसा गोजीमा हुँदाखेरि लगानी गरेको राम्रो हो तपाईँले उता खोर पनि बनाउनुपर्छ त्यो परको खोरहरू चाहिँ अब त्यो कुखुराको बाख्राको चाहिँ तपाईँले गर्नुभएको छैन बाख्रा सुँगुर चाहिँ बाख्राहरू त फर्म बनाएर चाहिँ छैन तर पाल्नु चाहिँ पाल्नु चाहिँ पाल्नुभएको त्यस बाख्रा सुँगुरमा चाहिँ अलिक धेरै बढाएर लाने तपाईँको त्यस्तो छैन बिचराहरू छैन योजना चाहिँ छ कि योजना छ बिस्तारै अब पैसा कमाउ बिना पैसा केही हुँदैन टाइम पनि हेर्नु पऱ्यो होइन सबै कुरा एकैचोटि हुँदैन गर्दैछ सानो खाल्टो सानो खाल्टो खनेर सुँगुर झार